बाद दुल्हाले दुल्हाईलाई सिन्दुर हाल्ने। हे रंडीलो गोला खाला है। प्रेमी हूँ, बोगा हूँ, क्रोम को तिरुवल एक्स को हीरो हूँ, रोशनी को जोनी सिंस हूँ, जोनी सिंस। यो वही याद कुरा गर्दैछस् त? यो वही याद कुरा होइन। तँसँग त म पछि कुरा गर्नेछु। मेरो रोशनीसँग कुरा गर्ने थिएँ। के हो रोशनी? 1-2 वर्ष मसँग मौज गरेर यो चाहिँ अर्कोसँग कदापि हुन सक्दैन। रोशनी रन्डीलाको लागि तावाङ्गी बा। खोइ हजुर, पहिले 2-4 चोटि जारीमा गएर उत्यो गरेको थियो। यो दिनदेखि पछि लागेको यो मुद्दा। म त यसले चिन्दिनँ। के रे रोशनी, तिमी मलाई चिन्दैनौ रे? म तिम्रो राजा, तिम्रो शरीरलाई राज गर्ने राजा। तो राजा भयो, खोइ त तेरो सिरबेस। साला तो रन्डाहरूले मेरो रोशनीलाई भगाएको सुनेर मेरो सिरबेस घरमै छोडेर राखेछु। साला यो धेरै बढी कुरा गरिरहेछ। ठोक सालेलाई। या रन्डी भन्छ ए रन्डी भन्छ सोधिक कस्तो डर लाग्दो सामान देखेर मासला। कस्तो फन्नी सपना देखेँ राजा तिम्रो त। त्यो फन्नी सपना होइन रोशनी, डर लाग्दो सपना हो। डर तिमीसँग बिहे गर्न लागेको मान्छेले मैले तुरी नै निकालेको थियो। बिचरा कसरी मुक्तै होला, कसरी यौन सन्तुष्टि लिँदै होला। रोशनी तिमी आफै सोच त। तर राजा, बिहान देखेको सपना त सत्य हुन्छ भन्छन्। हुँदैन रोशनी, तिम्रो बिहे म अरूसँग कदापि हुन दिन्न। यदि तिम्रो बिहे अरूसँग भयो भने म यो संसार चलाएर दोस्त बनिदिन्छु। दोस्त। तिमी मलाई कति माया गर्छौ है राजा? माया त गर्छु नि रोशनी।